भन्दा भने जस्तो हुन्छ होला। केटा हो, बाहिर देशमा बस्न पनि त्यति सजिलो छैन यार। हिजोको दिनमा 8-10 बजीसम्म सुत्ने मान्छे, खाटबाटै नउठ्ने मान्छे आज अर्काको देशमा काम गर्न आए पछाडि बिहानै यार 4 बजी नै उठेर रेडी भएर निस्किनुपर्ने सिचुएसन आएको छ क्या। हेलो गाइस, के छ त तपाईँहरूको खबर? मेरो सन्चै छ है, अनि तपाईँहरूको पनि सन्चै होला। अनि अब नेपालमा चुनाव हुन लागिरहेको छ। तपाईँहरूको भोट कसलाई जान्छ होला है, यसो कसलाई दिँदाखेरि चाहिँ देश बन्छ जस्तो लाग्छ त्यो पनि भनिदिनु होला। अब देशको चिन्ता लाग्दैछ है, बाहिर देशमा बसेर पनि होला देशको धेरै माया लाग्दो रहेछ। अनि यो भ्रष्टाचारीहरू, देश चोर, यो देशलाई खोक्रो बनाउने मान्छेहरूको अनुहार त अब मनै पर्दैन होइन। अब जस एउटा राम्रो नेतृत्व गर्ने मान्छे आए हुन्थ्यो जस्तो लाग्छ। आई थिङ्क सबभन्दा बेटर अहिले नेपाललाई चाहिएको भनेको चाहिँ हर्क साम्पाङ जस्तो लाग्छ, जसले माटोसँग हुर्केको छ, खेल्न जानेको छ, ऊ आफै फिल्डमा गएर पनि काम गरिरहेको हुन्छ है। त्यस्तो व्यक्तिहरूलाई चाहिँ हामीले अगाडि लिएर आउनुपर्छ जस्तो लाग्छ, जसले जनताहरूलाई माया गर्छ, जसले जनताको मर्म बुझ्छ, त्यस्तो व्यक्तिहरूलाई चाहिँ लिएर आउनुपर्छ जस्तो लाग्छ। तपाईँहरूलाई के लाग्छ, कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला है। अब हाम्रोलाई भन्दा पनि अब राम्रोलाई चाहिँ माथि लिएर आउन सक्यो भने एटलिस्ट देशले अलिकति भए पनि मुहार फेरेला कि होइन। पुरानाहरूको त अब यतिका वर्षसम्म पुरै देखिसक्यो, पुरानाहरूले कतिसम्म गरेका छन् भनेर त्यो सबैलाई थाहा भइसक्यो। अब पनि तिनीहरू आयो भने होइन, अब नेपाल रहँदैन जस्तो लाग्छ मलाई। जहाँसम्म हामीले पनि म नेपाली हुँ भन्न पाउँदैनौँ जस्तो लाग्छ। त्यही भएर गाइस, तपाईँहरूलाई पनि विनम्र अनुरोध, एकदम रिक्वेस्ट गरेको छु, योपालि हाम्रोलाई होइन राम्रोलाई लिएर आउनु पर्यो है। तपाईँहरू कोही भोटको आधारले गर्दाखेरि मान्छे जित्ने हार्ने हुने हो। अब हामी त बाहिर छौँ, हामीले दिन पनि मिल्दैन होइन। यदि हामीले हाल्न मिल्ने भएको भए म्याक्सिमम मान्छेहरूले हर्क साम्पाङलाई नै हाल्थ्यो होला या बालेनलाई हाल्थ्यो होला। बालेनको पनि अब धेरै कुराहरू चर्चामा आइरहेको छ, न्युजहरू पनि त्यस्तै छ। अब हर्क साम्पाङ भनेको फिल्डमा गएर काम गर्ने व्यक्ति हो, उसले देशलाई कहीँ कतैबाट पनि उसले चुइन दिँदैन, त्यो 100% म आफै ग्यारेन्टी छु होइन। तपाईँहरूलाई के लाग्छ, तपाईँहरूको नि प्रतिक्रिया राख्नु होला। तर म चाहिँ के भन्न चाहन्छु भने अब चाहिँ केपी ओली चाहिँ हुँदैन होइन, यो करप्सनहरू सकाउनुपर्छ, यो हुँदैन है त। यति भन्दै अब हामी अर्को भिडियोमा फेरि पनि भेट्नेछौँ। बाई बाई।